63-64 जना नाम टिपाउने भए, 45-46 जना मात्र वनभोजमा उपस्थित हुने भए। त्यसमा बाँकी लगभग 18-19 हजार त्यो पैसा नउठाउँदै गर्दा त जानीको मात्र पैसा उठाउँदा घाटा देखिने यताउता भएर चाहिँ त्यो उठाउने भन्यो। अनि दिन पर्यो, भुक्तानी गर्नु पर्यो रकम। हाम्रो क्याट्रिङलाई भुक्तानी गर्ने बेला अध्यक्षज्यू, कोषाध्यक्षज्यू पैसा निकालेर लिएर आउनु भन्दा मसँग चाहिँ होइन छैन कहाँ कि मैले निर्णय गरेँ भनेर फोनमा पनि भन्नु भएन। ल हुन्छ हुन्छ भन्नुभयो, आउँदा पैसा ननिकाली आउनुभयो। आइसके पछाडि त्यहाँ के भयो भने सन्तोष वाग्ले मात्र, सचिव मात्र दोषी देखियो। त्यहाँ मैले एकलौटी उहाँहरूलाई नसोधिकन दिया भन्ने सम्पूर्ण मिटिङबाट चाहिँ सबै हुनुहुन्छ, हुनेहरूलाई पनि थाहा छ। सम्पूर्ण मिटिङले उहाँहरूले त्यो अडियोमा 3 जना बसाए पनि अध्यक्षको र मेरो फोन वार्तामा भएको कुरामा त्यो छ कि छैन, क्लियर छ कि छैन, त्यो पनि तपाईँहरूले भनिदिनु होला। त्यो क्लियर नभइकन एकतर्फी अनि फेरि अब म सचिव नभए मिटिङमा चाहिँ सचिवमा बरु फलानु भन्दा यो बिचबाटै माइनेट नगरिकन म उठेर हिँडेँ। दाजुहरूले मेरो अग्रजहरूले कराउनु भएको थियो मिटिङ सकेर जा भन्दै गर्दा म चाहिँ औचित्य छैन भनी गएर चाहिँ मैले केही समय पछाडि अध्यक्षज्यूलाई फोन गर्दै गर्दा भएको फोनमा भएको वार्तालाप यहाँहरूलाई जस्ताको तस्तै म बाध्य भएँ। मैले चोकमा टोलमा चाहिँ सचिवले चाहिँ गोर्खा समाजको सचिवले बिरामीको लागि उठाएको पैसा यसरी विशेष गरी हामी सबैजना मान्छेहरू यहाँ मिटिङमा हेर्दा खुसी भएर हामी राम्रो भएर यहाँ फर्केर जाने भन्ने एउटा सोचाइको साथ हामीले बनाएको संस्था जो मान्छे छ एउटा खालको आग्रह, एउटा खालको पूर्वाग्रह राखेर हामी कहिले पनि त्यस्तो खालको सोच्दैन हुँदैन। हामी जो कल्पना गर्दैन मात्रै के रह्यो भने एउटा सम्मानित साधारण सभालाई हामीले एउटा शिरोधार गर्नुपर्छ। पहिले भए हुन्थ्यो, सजिलो हुन्थ्यो। त्यही इस्युको कारणले चाहिँ दोस्रो अधिवेशनमा सन्तोष सचिव चुनेर आइसके, तपाईँहरूले चुनेर पठाइसके पछाडि सन्तोषकै कारणले असजिलो भयो भने उहाँले त्यति बेलै स्पष्ट राखेर तैँले गर्दा मलाई समाज चलाउन असजिलो भयो, तेरो ठाउँमा यसलाई राख्छु भनेर उहाँले स्पष्ट भन्दै भयो। त्यो पनि मैले भनेको थिएँ। त्यो अवस्थामा पनि सबै हामी सबै मेन गोर्खाली है मात्रै भनिरहेको छु। तर कहिले काहीँ आउँछ, नआउने होइन, मान्छेले गर्दा गर्दा चाहिँ गल्ती हुन्छ। तर गल्तीले एक्सक्युज गर्नु पर्छ, गल्ती गर्ने अनि मैले होइन मात्रै नभन्नु। मैले गल्ती गर्छु मैले कसैले आउने मैले गल्ती हो भने महसुस हुनु पऱ्यो कि त्यो गल्ती एक्सक्युज गर्नु त्यसलाई आफूले चाहिँ मन पनि गर्नु पऱ्यो। त्यो हुनाले भएको भनेको अध्यक्ष सचिव कोषाध्यक्ष बिचको कुराहरू आएको छ अडियोमा पनि। यो कुराहरूलाई यहाँहरूले प्रश्न चाहिँ हाम्रो यो सम्पूर्ण सदस्यहरूलाई चाहिँ प्रश्न पार्न चाहिँ पऱ्यो। के हो त वास्तविक क्या गल्ती छ भने गल्ती भन्नु पऱ्यो, हो भने त हो भन्नु पऱ्यो। एउटाले हो भने एउटा होइन भने हुन्छ, दुईजना द्वन्द्व मिल्यो कि त्यो त बाजिन्छ। त्यो कुराहरूले चाहिँ हो भने त हो नि त ठिक छ, गल्ती भने त गल्ती सत्य। मैले पहिलेदेखि भनेको थिएँ समाज हामीले एक अर्कामा द्वन्द्व ल्याउने होइन, एक अर्कामा म ठुलो त सानो भनेको होइन, एक अर्कामा हामी यो जातीय